हेलो एभ्रिवान, नमस्ते छ सबैमा। आज चाहिँ म एउटा पोस्ट लिएर आएको छु जुन चाहिँ मेरो अलिकति लेट पोस्ट नै हो हैन। तर पनि कस्तो पोस्ट भन्दा त्यो चाहिँ सबैको लागि एकदमै राम्रो पोस्ट हो। त्यही भएर चाहिँ म आज लेट पोस्ट भए पनि पोस्ट गर्दैछु र हामी चाहिँ जाँदैछौँ एउटा डेस्टिनेसन हैन। तपाईलाई त्यो डेस्टिनेसन चाहिँ म एउटा झलक देखाउने छु पुगेर। पहिला त भन्दिनँ तपाईले, तर रोड चाहिँ चिन्नुभयो होला कहाँको हो भनेर, कुन चाहिँ ब्रिज हो भनेर पनि चिन्नुभयो होला हैन। हामी चाहिँ अब पुग्नु आँटेको छौँ है। हामी चाहिँ रम्फूको त्यहाँ ब्रिजको त्यहाँनिर पुगेको छौँ र अब चाहिँ डेस्टिनेसन आउनु आँटेको छ। तपाईलाई देखाउँदैछु। र हामी चाहिँ यहाँ चाहिँ मेरो हस्बेन्ड र म गएको। हस्बेन्ड चाहिँ ड्राइभ गर्नुहुँदैछ, म चाहिँ छेउमा बसेर भिडियो बनाउँदै थिएँ। तपाईँलाई जुन चाहिँ देखाउनु थियो मलाई हैन। हामी चाहिँ पुग्यौँ हाम्रो डेस्टिनेसन। हाम्रो डेस्टिनेसन चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ रम्फूको लिटल भ्याली भन्ने पार्कमा पुग्यौँ। रिसोर्ट हो त्यो चाहिँ एउटा हैन, एउटा पार्क पनि छ छेउमा, जुन चाहिँ पार्क चाहिँ हाम्रो नानीहरूको लागि पनि हुन्छ, फ्यामिलीको लागि पनि हुन्छ र हाम्रो मिडल एजको लागि पनि हुन्छ, कपल्सलाई पनि हुन्छ, सबैजना जाँदा हुन्छ। र यहाँ चाहिँ म चाहिँ हाँस्दै भिडियो गर्दै देखाउँदैछु तपाईहरुलाई हैन। हेर्नुहोस् है वरिपरि कति राम्रो छ, खेल्ने जग्गाहरू पनि छ नानीहरूको लागि। र यो चाहिँ मलाई खेल्नु साह्रै मन लाग्यो। मैले चाहिँ एकछिन खेलेँ, मजा आयो मलाई, फोटोहरू पनि खिचेँ मैले। र अर्को खालको स्विङ पनि छ त्यहाँ, पिङ भनौँ न हैन। हेर्नुहोस् त मलाई कति मजा आउँदैछ। त्यो चाहिँ एक प्रकारको मात्रै हैन, यी धेरै प्रकारको पनि छ। त्यसमा चाहिँ लाइटिङ पनि छ, फोटो खिच्दा नि राम्रो देख्छ। हेर्नुहोस् त वरिपरि कस्तो राम्रो सिन छ, कति पिस अफ माइन्ड हुने खालके, मजा आउने खालके छ त्यहाँ चाहिँ। अन्त एउटा छ त्यहाँनिर युनिक कुरा के भन्दा चाहिँ सिडी चढ्दाखेरि चाहिँ त्यहाँ चाहिँ हामीले के देख्न सक्छौँ भन्दा चाहिँ ट्री नेस्ट, जुन चाहिँ ट्री हाउस पनि भनिन्छ हैन। हामी चाहिँ यहाँ चाहिँ चढ्दै जाँदैछौँ दुईजना। मेरो हस्बेन्ड हेलो भन्नुहुँदैछ सबैलाई। र हामी चाहिँ यहाँबाट डराउँदै पनि होइन, यसो अब अलिकति हाइटदेखि त डर सबैलाई लाग्छ हैन। त्यहाँदेखिको हेर्दै जाँदैछौँ कस्तो हुँदो रहेछ भनेर। माथि पुग्दा चाहिँ अलिकति कस्तो चाहिँ भयो अलिकति हो, तर पनि सेफ नै छ। पक्रिने जग्गाहरू राखिदिनु भएको छ छेउमा, एकदमै सेफ्टी। नानीहरू लिएर पनि उकालो चढ्न सक्छौँ हामी। र हामी चाहिँ अब चाहिँ पुग्यौँ माथि सबभन्दा टपमा। हेर्नुहोस् है, टपबाट चाहिँ यति राम्रो भ्यू देखिन्छ, यति राम्रो कि तपाईहरुलाई पनि भिडियो हेरेर झुम भयो होला है। हेर्नुहोस् त कति राम्रो छ भिडियो। हामी चाहिँ यहाँ बात गर्दै थियौँ।